के चाहिँ भाइ ए यो चाहिँ अहिले हाम्रो माउरी झार्ने क्रममा हुँदैछ यस्तो भिड छ हो अनि यो चाहिँ धेरै वर्ष पुरानै घार भनेर भन्दैछ तर एकदम जोखिम मल्नुपर्ने अवस्था छ उहाँ चाहिँ माउरी एकदम ट्रेनिङ प्राप्त पनि हुनुहुन्छ धेरै वर्ष पुरानो माउरी भन्ने मान्छे छ हैन हजुर अनि माउरीको गोला चाहिँ एकदम राम्रो नै रहेछ यहाँनिर यो पाराले तर मौरीसँगै राख्ला जस्तो गर्छ र भित्र चाहिँ यस्तो ओडा खल्छ छ कि हैन ओडा यस्तो हजुर अनि मौरी बस राम्रो बसेको छ कि माथिसम्म पो गएको छ त भाइ यता छ के हो यो ढुङ्गा चाहिँ बिस्तारै यो खाल्दै हुन्छ नि हजुर मौरीको पक्कै निस्केको म गएको ठाउँबाट भाइ एकपल्ट हेरौँ त भाइ त्यहाँ त म त जानु सक्दिनँ खुट्टा छोडेर टाइम खानु पर्दैन रहेछ भित्र चाहिँ यस्तो ओडाल भएर बसेको छ कि अनि त्यही भएर मौरी भक्कै छ कि अब सक्दैन यस्तो छ माथि हेर यस्तो तल हेर यस्तो यो अहिले झारजङ्गलले छिरेको छ यो त त्यो पाना चाहिँ के भएर त्यहाँ लडेर बाहिर छ नि एक पाना भाइ त्यो बाहिरै छ तर यो हुँदो चाहिँ यस्तो छ हाम्रो यो भिड मेरो यो निकालेर एकचोटि हेर्नुपर्छ यता त्यति सजिलै त झर्दैन होला यो यहाँदेखि फुटेको छ कि होइन यो यहाँदेखि फुटेको छ कि यसले गर्दा यताको थाम्ने छ यो र दुईटा मात्रै निकाल्नु सक्यो भने मर्दैन तर लास्टै डेन्जर छ हुन्छ बिस्तारो झरौँ है भाइ देख्नेले कसरी देख्यो भन्ने लागिरहेको छ कि मलाई पनि आइयो